हेलो नमस्ते र योपालि चाहिँ म तपाईँहरूलाई तिहारमा एकदम स्पेसियल कुरा दिँदैछु है त। पोहोर मैले भाँडा माझ्ने जुन चाहिँ तामाको भाँडा टल्काउने दिएको थिएँ त्यसलाई हेर्नुहोस् त, तपाईँले धेरै माया दिनुभएको छ। 6.5 मिलियनले हेरेर राम्रोसँगले लाइक कमेन्ट पनि गर्नुभएको थियो। योपालि त्यस्तै मैले अर्ग्यानिक दियो, त्यो चाहिँ एकदम प्योर अर्ग्यानिक मैले घरको लागि, लक्ष्मी पूजाको लागि, लक्ष्मी माताको लागि चाहिँ एकदमै राम्रो दियो मैले बनाएको छु है घरमै। यो चाहिँ तपाईँहरूले पनि यसरी बनाउनुहोस् होला र योपालि मातालाई चाहिँ एकदम हामीले एकदम खुसियालीको साथमा हामीले योपालिको तिहार मनाउँ है। र यो दियो चाहिँ, यो बाती चाहिँ कसरी दियो कसरी बनाउने भनेर चाहिँ तपाईँहरूलाई म यो भिडियो लिएर आएको छु। हेरेर तपाईँहरूले पनि धेरैसम्म पुर्याइदिनुहोस् होला है त। त्यसको लागि चाहिँ पहिला मैले यो कराई तपाईँलाई देखाउँदैछु। यो कराईमा कमेन्ट नगर्नुहोस् है, यो कराई चाहिँ यस्तै हो, मेरो यस्तै पकाउने कुराहरू हो। यो कराई बसाएर तपाईँले पहिला चाहिँ तेल यहाँ हाल्नुहोस्। तपाईँलाई दिप कति बाल्नुहुन्छ तपाईँले त्यही अनुसारले। यो चाहिँ मैले एकदम प्योर तोरीको तेल तपाईँलाई देखाउँदैछु है त। तोरीको तेल यसरी हाल्नुहोस्। हामीले जहिले पनि दियो बाल्दाखेरि तेल त्यतिखेरै हालेर बाल्छौँ र त्यतिखेर त्यो तेलमा राम्रोसँगले बाती अडिँदैन र दिप निप्ने गर्छ है। र एकदमै ननिप्ने खालको दिप चाहिँ योपालि तपाईँलाई म अर्ग्यानिक दिप बनाउँदैछु, हेर्नुहोस् है त। र हामीलाई 5वटादेखि 6वटा दिप बाल्नु छ भने चाहिँ एउटा क्यान्डलको जरुरत पर्छ। एउटा क्यान्डल मैले मोमबत्ती पनि भनिन्छ यसलाई, मम, एउटा मम पनि यसलाई यहीँनिर भाँचेर हालिदिनुहोस् यहीँभित्रै। पहिला यसरी हाल्दा भइगयो, यो आफै भएर पग्लिहाल्छ है। साथै हामीलाई कपुरको खाँचो हुन्छ। कपुर चाहिँ एकदमै तोरीको तेलमा चाहिँ कपुर तपाईँले बाल्नु भएको छ भने चाहिँ एकदम राम्रो सेन्ट आउँछ, मक मक बास्ना आउँछ है। लक्ष्मी माता चाहिँ त्यसै खुसी भएर तपाईँहरूको घरमा प्रवेश गर्नुहुन्छ। त्यसको लागि मैले यो कपुर चाहिँ अरिजिनल र डुप्लिकेट हुन्छ, दुई प्रकारको हुन्छ है कपुर। यो कपुर चाहिँ एकदमै राम्रो हुन्छ, यो मजाले फुट्छ पनि। अहिले बजारमा धेरै डुप्लिकेट कपुरहरू आउने गर्छ जुन चाहिँ यसरी गर्दा फुट्दैन। यो चाहिँ हेर्नुहोस् ल, यसो गरेर मजाले फुट्छ है, यसरी चिनिन्छ है। यसलाई पनि हालिदिनुहोस्, फुटाउनु पर्दैन, तर तपाईँहरूलाई मैले देखाएको मात्रै हो। यसरी हालिदिनुहोस् 5-6वटा कपुर। र यो तेल चाहिँ मजाले मैले 5वटा कपुर एउटा फुटाएर 4टा यसरी हालेको छु। अब यसलाई मजाले पकाउनुहोस् पहिला तपाईँहरूले। यहाँमा हाम्रो यी मोमबत्ती सबै पिग्लिसकेको छ, हेर्नुहोस् है मम। र अब यसलाई चाहिँ तपाईँहरूले यो दियोमा हाल्नुहोस् यसरी उगाएर। तातै छ, मैले त्यही कारण तपाईँलाई यसरी देखाएँ। यसरी टप भरिदिइराख्नुहोस् है, भरेर टक्कै भरेर राख्नुहोस् मजाले। मैले भर्दैछु है, भरिभरि बनाएर हालिराख्नुहोस्। र यसलाई केही 1 दिन या 5-6 घन्टा चिसोमा राख्नुपर्ने हुन्छ। यसरी धेरैलाई पुग्छ, हेर्नुहोस् त। यसले अझै मेरो अझै 10वटालाई पुग्ने रहेछ, अझै 5वटालाई पुग्छ। मैले 5वटालाई बनाइसकेको छु है। यहाँ अझै अर्को पनि छ, यसमा पनि हाल्छु। यसमा 10-12वटा तपाईँलाई कतिवटा बाल्नु मन लाग्छ त्यही अनुसारले बनाउनु होला। लु हेर्नुहोस्, अब यसलाई बाती यसो गरेर यसरी बाती घरमै बनाएर टक्कै बिचमा राखिदिनुहोस् है त। यसरी बिचमा चटक राखिदिइराख्नुहोस् यसरी। यो तपाईँले आजभोलि नै बनाएर राखिराख्नुहोस् एकदमै, नभए भोलि पछि राख्नु भयो पनि हुन्छ, 1 दिन अगाडि राख्नु भयो पनि हुन्छ। काग तिहारको दिन है, कुकुर तिहारको दिन राख्दा पनि हुन्छ, बनाइराख्नु भयो भने सजिलो हुन्छ है त। लु हेर्नुहोस् त, फाइनल्ली मैले यो 1 घन्टा, तपाईँहरूको ठाउँ गरम छ भने चाहिँ अलिक अगाडि बनाउनुहोस् होला, नभए तपाईँले त्यही दिन बनाउनु भयो भने हुन्छ। यो 2-3 घन्टा मतलब चिसोमा राख्दाखेरि यो भइहाल्छ। यो मैले अहिले 3 घन्टा जस्तो भयो यो चिसोमा राखिसकेर, हेर्नुहोस् त भइसकेको छ है यो। अब यो चाहिँ तपाईँहरूले चाहिँ, मैले चाहिँ अब कतिले यसो पनि भन्ला हामी त खाने तेलमा बनाउँदैन तोरीको तेलमा भनेर भन्नुहुन्छ भने तपाईँले जुनै तेल युज गर्दा पनि हुन्छ है। तिलको तेल युज गर्दा पनि भयो है। तपाईँहरूले तपाईँलाई जुन चाहिँ तेल सजिलो हुन्छ त्यही तेल युज गर्दा हुन्छ। मैले चाहिँ तोरीको तेलै एकदम राम्रो भनिन्छ र तोरीको तेलै युज गरेँ। र प्योर तोरीको तेल युज गर्नुहोस्। र कपुरले एकदमै यो यस्तो मगमग भइ आइरहेको छ सेन्ट, अब एकदमै राम्रो हुन्छ। र यो तोरीको तेलमा कपुर बाल्नु चाहिँ एकदमै घरको लागि पनि राम्रो हो, वातावरण यसले शुद्ध गर्छ है त, एकदमै राम्रो छ यो। र यो भिडियो तपाईँलाई कस्तो लाग्यो, यो बनिसकेको छ हेर्नुहोस्। अब म यो राख्छु, यो आरामले राख्नु सकिन्छ है। यो तपाईँले अलिक चिसो ठाउँमा राख्नुहोस्। र अब आउनु त 1 हप्ता छ अझै दीपावली आउनु त, तर मैले चाहिँ आजै बनाइसकेको छु हजुरहरूको लागि देखाउनुको लागि पनि। अझै भोलि पछि बनाउँछु, धेरै बनाउनु छ मेरो। अहिले मैले तपाईँलाई यो देखाएँ। र यो भिडियो चाहिँ कस्तो लाग्यो प्रतिक्रिया दिनु नबिर्सिनुहोस् होला। सँगसँगै हजुरहरूलाई पनि ह्याप्पी दीपावली इन एडभान्स है। तपाईँहरूको पनि लक्ष्मी माताले तपाईँहरूलाई पनि सधैँभरि रक्षा गर्नु अनि गरून्। र साथै तपाईँहरूलाई पनि धनधान्य, तपाईँले चिताको कुराहरू सबै पुगोस्, सुख शान्ति समृद्धि सधैँभरि भइरहोस्। हस्त, बाई बाई।